हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई आजको यस भिडियोमा स्वागत छ। आज हामी वान अफ द बेस्ट एफिलिएट मार्केटिङ प्रोग्रामको बारेमा कुरा गर्दैछौँ है। डिस्क्रिप्सनमा लिंक छ, समयलाई धेरै खर्च नगरिकन, वेस्ट नगरिकन आजको यस भिडियोलाई स्टार्ट गरौँ। तपाईहरुले भिडियो हेरिसके पछाडि सिम्पली डिस्क्रिप्सनको लिंकको थ्रु जान सक्नुहुन्छ। नेपाली एसएमएम नेपालको वान अफ द बेस्ट एसएमएम प्रोभाइडर रहेको छ र यो चाहिँ हाम्रो आफ्नै एजेन्सी हो र तपाईहरुले केही नगरिकन सिम्पल इन्टरफेस पाउनुहुन्छ। गुगल मार्फत साइन इन गर्नुहोस्, मा क्लिक गर्नुहोस् र क्लिक गरिसके पछाडि तपाईको डिभाइसमा भएको सबै जीमेल आइडीहरु शो हुनेछ र एउटा जीमेल आइडीमा सिम्पली प्रेस गर्नु होला र प्रेस गरिसके पछाडि चाहिँ तपाईले केही समय वेट गर्नुपर्ने हुन्छ है यसमा। र त्यसपछि चाहिँ हामीले केही समय वेट गरिसके पछाडि यस प्रकारले तपाईको इन्टरफेस खुल्नेछ र इन्टरफेस खुलिसके पछाडि अब हामीले कसरी एफिलिएट मार्केटिङ प्रोग्राममा जोइन हुने भन्ने कुरा तपाईहरुलाई सिकाउन गइरहेको छु। भिडियोलाई कृपया अन्तिम सम्म हेर्नु होला। तपाईहरुले साइटमा लगइन गरिसके पछाडि यस प्रकारको इन्टरफेस देखाउँछ है। तपाईहरुले यसमा तपाईहरुको नाम देख्न सक्नुहुन्छ। वेलकम टु प्यानल, अकाउन्ट लेभल पनि छ, डिस्काउन्ट पनि छ हैन, स्पेन्ड ब्यालेन्स, प्यानल अर्डर्स, अकाउन्ट ब्यालेन्स देख्न सक्नुहुन्छ र त्यस्तै गरी तपाईले क्याटेगोरी र सर्भिसहरु देख्न सक्नुहुन्छ र यहाँ चाहिँ हामीले डिफरेन्ट सोशल मिडिया प्लेटफर्महरुको लिस्ट पाउन सक्छौं। युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, टेलिग्राम, लिंक्डइन र ट्विटर लगायतका सोशल मिडिया प्लेटफर्महरु लिस्टिङ गरेको छौं र क्याटेगोरी वाइज सर्भिसहरु पनि तपाईले हेर्न सक्नुहुन्छ है। युट्युब युनिक भ्यूज फ्रम इन्डिया रियल अनि युट्युब एड्स भ्यूज लगायत विभिन्न कुराहरु छ युट्युबको सर्भिसेसको क्याटेगोरीमा हेर्ने हो भने। त्यस्तै गरी टेलिग्राम, इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतको जति पनि सामाजिक सञ्जालहरु छ तिनीहरुको सर्भिसहरु तपाईले यहाँ देख्न सक्नुहुन्छ। अब विशेष गरी तपाईहरुले राइट ह्यान्ड साइडको टपमा तीनवटा लाइन पाउनुहुन्छ, त्यसमा क्लिक गर्नु होला र क्लिक गरिसके पछाडि तपाईहरु सिम्पली एफिलिएट्समा जानु होला। एफिलिएट्समा गइसके पछाडि तपाईहरुले आफ्नो एफिलिएट्स लिंक पाउनुहुन्छ र कमिसन चाहिँ तपाईहरुलाई हामीले 10% दिएको छौं र मिनिमम पे आउट 100 रुपैयाँ छ। तपाईहरुले चाहिँ सिम्पली यहाँ चाहिँ तपाईहरुले अर्निङ गर्नुपर्ने हुन्छ, यानी कि तपाईहरुलाई हामीले एउटा लिंक यहाँ जेनेरेट गर्न सक्नुहुन्छ र यो लिंकलाई तपाईहरुले शेयर गरेर तपाईहरुले जति पनि नेपाली एसएमएम मा जोइन गराउन सक्नुहुन्छ भने तपाईहरुले चाहिँ उहाँहरुको स्पेन्ड अफ अमाउन्टबाट 10% कमिसन पाउन सक्नुहुन्छ। एउटा यो वेबाट पनि तपाईहरुले इन्कम जेनेरेट गर्न सक्नुभयो। साथै अर्को वेबाट गर्नका लागि चाहिँ तपाईहरु सिम्पली सर्भिसेसमा जानु सक्नुहुन्छ र सर्भिसेसको थ्रु पनि तपाईले कमाउन सक्नुहुन्छ। र कसरी सर्भिसेसको थ्रु कमाउने भन्ने जानकारीको लागि चाहिँ तपाईले सिम्पली व्हाट्सएप बटन छ यसमा, सिम्पली व्हाट्सएप बटनमा क्लिक गर्नु होला। तपाईहरु हामीसँग लिंक हुन सक्नुहुन्छ। साथै डिस्क्रिप्सनमा पनि म व्हाट्सएप बटन दिन्छु, त्यहाँबाट पनि तपाईहरुले चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। नेपाली एसएमएम को एफिलिएट प्रोग्रामबाट त तपाईहरुले कमाउन सक्नुहुन्छ, तर एफिलिएट प्रोग्रामबाट भन्दा पनि सर्भिसेसको थ्रु चाहिँ तपाईहरुले धेरै अर्निङ गर्न सक्नुहुन्छ। यसको लागि चाहिँ सिम्पली तपाईले हामीसँग सम्पर्क गर्नु होला।